एकदम थकाइ लाग्यो अहिले दौडेर आएको है दौडेर आएर हल्का हल्का एक्सर्साइजहरू गरियो त्यसपछि अब घर गइन्छ चट्ट पारेर अनि त्यसपछि चिया खाइन्छ अनि आजको दिन फ्रेस भइन्छ हल्का मेडिटेसन गरौँ न ल अब ल मेरो बुढी ध्यान गर्न सुरु भयो मेरो बुढीको अब हामी 10 मिनट यस्तो गर्छौँ म पनि सुरु गर्छु है गाइस ल साथीहरू मैले त सकेँ मेरो बुढी चाहिँ अहिले पनि ध्यानमा छ यसलाई डिस्टर्ब नगरौँ गर्न दिउँ हामीहरू चट्ट भ्यूतिर लागौँ है बिहानको भ्यू है आज यो हाम्रो यो सकिसकेपछि हाम्रो दिनको सुरुवात एकदम शरीर एकदम दामी हुन्छ कि सबैले गर्नुपर्ने कुरा हो यो चाहिँ हैन एकदम फ्रेस हुन्छ माइन्ड एकदम फ्रेस हुन्छ है यतातिर उ चाहिँ ध्यानमै छ अब हामीहरू एकछिनले सकेपछि घरतिर लाग्छौँ आनन्द आउँछ मैले मेरो मनको कुराको प्रश्न भनेपछि सेयर गर्नलाई मतलब जसले बोल कोही अरू कसैलाई आफ्नो मनको कुराहरू सेयर गर्यो भनेपछि तिनीहरू मजाकको रूपमा लिन्छन् या फिर कोही त्यही कुरालाई कति कमजोरीको रूपमा प्रहार गर्छन् खिल्ली उडाउँछन् व्याख्या गर्छन् नि त मैले यसलाई सुनाउँछु यसले के पनि गर्दैन बस मेरो कुरा अहिले हिल गरेर राख्छ हुन्छ तान्छ तर यसले कसैलाई पनि भन्दैन मलाई मेरो मनको बोझ हल्का हुन्छ आई लभ यु ल साथीहरू बुझ्नुभयो यस्तो हुन्छ है त्यही हुनाले तपाईँहरू पनि गर्नुहोस् दिनभर फ्रेस अनुभूति गर्नुहोस् आफूमा है ल अब जाउँ शर्मी यो अब उज्यालो पनि भयो है ल यी म चाहिँ खाली खुट्टाले यसरी हिँड्छु कि बिहान है जुत्ता चाहिँ एकछिन जुत्ता लगाएर निस्किन्छु त्यसपछि खाली खुट्टा हिँड्छु अब हामीहरू घरतिर जान लागेको उज्यालो पनि भयो है अब स्यास्या भइरहेछ धेरै मन्दिर पनि आयो मन्दिरमा दर्शन पनि गरौँ है त्यसलाई थेरापी भन्छन् थेरापी त्यही त आज हामी यताबाट आयो नि त्यो हुनाले ढुङ्गाहरू यस्तो भिजिरहेको छ नि खुट्टामा के गर्ने तर पनि हेल्दी लाइफको लागि यतिको चाहिँ गर्नुपर्छ के होइन कान्छी के गरे त्यो के गरे तर ढुङ्गा कस्तो ढुङ्गा बिजिरहेछ है यो खाली खुट्टा हिँड्दाखेरि तर पनि आनन्द आइरहेछ ढुङ्गा बिजी